कहीं यो गलत मुखौटाले चाहिँ पछि गएर चाहिँ हानि गर्दो रहेछ भन्ने कुरा अहिले देखिरहेछ। यो गलत तरिकाको मेसेज त्यति बेला गयो कि लोड सेडिङ पुरै हटाइयो। लोड सेडिङ हटेको थिएन, हटाइएकै हो। लोड सेडिङ पूर्ण रूपमा चाहिँ नेपालमा यो कसरी कहाँबाट कसरी प्रादुर्भाव भयो र यो भित्रको कुरा चाहिँ के हो खास? लोड सेडिङ यदि हटाइएको थियो भने अब त्यति वर्षको त्यति अगाडिको कुरा चाहिँ त साउसादाले बिर्सिसक्यो होला, हामीले बिर्सिसक्यौँ। अहिले पनि अस्ति जाडोमा पनि त लोड सेडिङ भयो। जबकि यति बेला विद्युत जडित बिजुली चाहिँ 3000 मेगावाट नागिसकेको छ होइन। हामीलाई वर्षातमा त छेलो 500-700-800 मेगावाट भन्दा बढी चाहिँ तत्कालीन बेला पनि भारतबाट किनेर ल्याइयो, जोडियो, लोड सेडिङ अन्त्य गरियो होइन। यति बढी हुँदाखेरि पनि लोड सेडिङ चाहिँ जाडो महिनामा हुन्थ्यो, भएको छ गत वर्ष भने। त्यसपछि त अरू बाँकी त स्पष्ट भएन र त्योभन्दा अगाडि 80, 79, 78, 77 सालमा जाडो महिनामा लोड सेडिङ भएको थिएन होला त? पक्कै थियो। तर कस्तो तरिकाले भएको थियो भन्दाखेरि सर्वसाधारण जो पब्लिकलाई चाहिँ